ओ के छ राजा, सन्चै हुनुहुन्छ? ओए राजा यार, तपाईँ त यार हराउनु हुन्थ्यो त यार, कहाँ हुनुभयो यार तपाईँ यार? त्यस्तो अनै देख्दैन त राजा तपाईँलाई त। त्यस्तै बिजी हुनुहुन्छ अब हजुर, के भन्नु यहाँ। अब पढाइसढाइ त्यस्तै छ यार, अब घुस्दै घुस्दैन दिमागमा। अनि यस्तै छ राजा, कुरै छोड्दैन पढाइसढाइको कुराहरू नगर्नु राजा। उही त परिवारले चाहिँ पढाइको बारे कुरा निकालेर टेन्सन झ्याउ लगाइरहन्छ यार। यसो मुड फ्रेस गर्ने यहाँ गेममा आयो तपाईँ फेरि पढाइको कुरा झिक्नुहुन्छ यार। छोड्दिनँ यार, पढाइसढाइ यस्तै चलिरहेको छ अब के गर्नु। जाने अब भाइ चाहिँ खाडीतिरै हो राजा, जाम्ला खाडीतिरै। स्टार्ट गरिदिनु राजा, बोलाउनु न साथीहरूलाई। स्टार्ट गरिदिनु। स्किल युज गर्नुभएको, स्किल हाल्नु भएको छ होइन? डिमिट्री चाहिँ राख्नु छ एउटाले। तपाईँ साथीलाई भन्नु न डिमिट्री राख्ने। हुन्छ राजा, ल ल ल दामी हान्नुपर्छ है। ल जसरी नि बोया चाहिँ जगाउनु पऱ्यो है, बोया चाहिँ हान्नु पऱ्यो एउटा हो राजा, हान्नु पऱ्यो। ल ल यस्तो हान्दिनु त। अरू के छ खबर भन्नु न? मेरो त्यो त सब ठिक छ राजा, सब ठिक छ। तपाईँहरू गाउँघरतिर कस्तो छ माहौल? यता त यस्तै हो, खाली बसिया छ होइन। एकछिन है राजा, कल आएको छ एकछिन है। बाउको कल आएको छ, घरबाट कल आएको छ एकछिन है। बिना काममा यार कति कल गरे हो भने यार। हेलो, नमस्ते नमस्ते भाइ, नमस्ते। के काम थियो र? पढाइ त ठिकै छ बाप, ठिकै छ, पढिरहेको हुन्छु। हजुर पढिरहेको हुन्छ नि। अब 24 घन्टा पढ्नु नि भएन, पढ्ने टाइम पढिरहेको हुन्छु म। त्यो खाना खाइसकेँ। के काम थियो र? नै कि मेरो यहाँ यसो अनलाइन क्लास पढिरहेको थिएँ मैले, अनि 200तिर यसो क्लास पढिरहेको हुन्छ, एक्स्ट्रा क्लासहरू लिइरहेको छु। त्यही भएर यसो क्लासको लागि त्यो लेट भइरहेको थियो मलाई, क्लास पढिरहेको थिएँ, त्यही गर्दा कल गर्नुभएको थियो, त्यही भएर हो कि। के काम थियो र अरू? हालखबर सबै ठिक छ, खाना खाइसकेँ, आरामै छु सबै। अनि घरतिर सबै सन्चै हुन्छ? ल चाहिएको छैन, केही पैसा चाहिएको छैन। चाहियो भने भन्छु नि म। चाहियो भने भन्छु, अहिले छोड्दिनँ। ठिक छ, सबै ठिक छ अरू त। ल अरू त केही छैन नि। ल मैले राखेँ है त। ल म क्लास पढ्दैछु बा है। ल बाई। के राजा, राजा यार ला मारिदिइसकेछ नि यार राजा यार, बचाउनु त राजा। घरबाट कल आएको थियो राजा यार, घरबाट कति किचकिच गर्छन् यार राजा यार। बोला यार एकमिसे यार, घर के छ कस्तो छ, खाना खाइस् कि नै, पढाइ कस्तो चलिरहेछ भने सोधै गर्छन् यार एकमिसे यार। झ्याउ लाग्ने राजा, कुरै छोड्दिनु यार। हान छिटो हान्न, त्यहाँ कस्तो छ बेटा यो ला। ए नमस्ते दाइ। नमस्ते अघि न कलमा कोसँग बोलिरहनु तिमी? बुवासँग बोलिरहेको थियो दाइ। अनि बाबामासँग पनि त्यसरी बोल्छन् त बाबु? बाबामालाई कसको चिन्ता हुन्छ? आफ्नै छोराछोरीको त चिन्ता हुन्छ नि। अनि चिन्ता भएर कल गऱ्यो भन्दैमा राम्रोसँग बोल्न सकिन्न? गेम, तिम्रो लागि गेम इम्पोर्टेन्ट, मैले सब देखिसकेँ यहाँ, हेरिरहेको थिएँ मैले यहाँदेखि। तिम्रो लागि गेम इम्पोर्टेन्ट भयो है? त्यो गेम तिमीले हार्दैमा, तिमी त्यो गेममा मर्दैमा तिम्रो के बिग्रियो भन त? के बिग्रियो? केही त बिग्रिएको छैन नि। तर तिम्रो आमा बुवालाई कति चिन्ता छ थाहा छ? आफ्नो आमा बुवालाई आफ्नो छोराछोरीको कति चिन्ता लाग्दो छ थाहा छ? त्यो तिमी पछि अहिले तिमीले यो कुराहरू बुझ्दैनौ भाइ। पछि जब तिमी पनि तिम्रो आमा बुवा जस्तै तिम्रो छोराछोरी हुन्छ नि, अनि तिमीले तब आफ्नो छोराछोरीको चिन्ता मानेर यसरी कल गर्दा तिमीले जसरी यसरी जवाब दिन्छौ नि तिम्रो आमा बुवाले, हो तब तिमीलाई महसुस हुन्छ क्या। अहिले त के छ र है, खाना लगाउन पाएकै छौ, 2 लत्था कपडाहरू भनेको बेला पाएकै छौ, लाउन पाएकै छौ, घुम्न पाएकै छौ, पैसा पाएकै छौ होइन? अनि तिमीलाई के टेन्सन र होइन? टेन्सन त बुवा आमालाई छ नि उहाँ गाउँमा के गरी कमाउनु भएको छ, कसरी कमाउनु भएको छ, के गरी तिमीलाई हेर्नु भएको छ? तिमीले केही सोचेको छौ त्यसबारे? कसरी कमाउनु भएको छ
तिम्रो बारे कति स्वप्न सोच्नु भएको होला। तिम्रो त्यो गेममा तिमीले गर्दैमा केही बिग्रेन नि, तर तिमी बिग्रियो भने तिम्रो आमा बुवाको सपना उज्रिन्छ, सपना बिग्रिन्छ। तिम्रो आमा बुवाको आश भरोसा तिमी त हो नि। अनि तिमी नै यसरी गएर यसरी बिग्रियो भने, यसरी गेम खेल्नु लाग्यो भने, 24 घन्टा गेम खेल्यो भने, दिउँसो टाइममा ठगेर पढ्छु भनेर यसरी गेम खेल्यो भने, बस्यो भने तिमी बिग्रिँदैनौ। अनि तिम्रो भविष्य के हुन्छ? यसरी आफ्नो आमा बुवालाई ठगी त खेल्नु भएन नि भाइ। हो खेल, गेम खेल्नुपर्छ, तर यसरी चाहिँ खेल्नु भएन क्या। दिनको 1000-1200 कमाउन कति घोटिनुपर्छ, कति मेहनत गर्नुपर्छ तिमीलाई थाहा छ। पैसा भन्ने चिज सजिलो छैन भाइ, त्यो चाहिँ तिमीले बुझिराख है। अहिले म धेरै भन्न चाहिनँ, बस यति भन्छु, पछि तिमीलाई समयले आफै बुझाउँछ है। दाइले भन्थ्यो भनेर योचोटि याद राख्छौ तिमीले। अनि त्यति भन्छु भाइ, कमसेकम आमा बुवाले चाहिँ कल गरिदिँदाखेरि चाहिँ, कल उठाउँदाखेरि चाहिँ, कल आउँदाखेरि त्यसलाई बोझ नमान। कमसेकम आफ्नो आमा बुवासँग त राम्रोसँग एकचोटि बानी 5-6 मिनट बानी राम्रोसँग बोलिदेऊ, खुसी बनाइदेऊ, त्यति भइ पुग्छ भाइ। पछि आफै बुझ्छौ। अहिले मैले भनेर तिमीलाई के भनिरहेको छ जस्तो लागिरहेको होला, तर पछि बुझ्छौ जब है त। ल भाइ, अरू आइन्दा अब धेरै भन्न चाहिनँ। कल आउँदाखेरि चाहिँ राम्रोसँग हाँसेर चाहिँ बोलिदिनु, त्यसलाई बोझ चाहिँ नमान्नु है। कलमा त त्यस्तो नमान्नु बाबु है भाइ।